हामी रात प्रवेश गरिरहेका छौँ। विदेशको भन्दा पो मजा आउँछ त यो बाटोमा। ल राइट सर हामी सेवा गर्नु। रानीको जय जयकार होस्, रानीले सोचेको चिताको सबै कार्य पुरा होस्। राजाले आशीर्वाद लाग्छ नि त रानीले। रानी त गीत पनि गाउँछ कि हो। मास्क खोल्दा कस्तो छ रानी? यस्तो पनि कुरा छ है। राजा हो राजा, बजाइन्छ बाजा। यो बाटो हाम्रै हो। दासमा है यो बाटो हाम्रो हो नि? हो मेरै हो। राजाको होइन, आज राजा यसो हिँड्ने सवारी लग्यो, बाटो पुरै खाली छ त। राजा रानीको सवार भएर होला यो बाटो पुरै खाली छ। राजा आयो पो त। आयो आयो आयो। सरकार आइबक्स्यो। होइन रानीले नै राजाको चाहिँ यहाँ आन्दोलन गरेपछि कहाँ हुन्छ त हौ? रानीले त राजाको समर्थन गर्नु पर्दैन। रानीले माथि तल धारण गर्न लाग्छ। हामी अब तरराबाट मेयर हर्क साम्बाङ सिटी प्रवेश गर्दैछौँ। हामी तरराबाट अब धरानको यो जङ्गलको बाटो प्रवेश गरिसकेका छौँ। मेयर हर्कराज साङपाङज्यूको सिटीतर्फ। बाटो एकदमै राम्रो बनाएको छ अहिले। एकदमै शीतल छ अहिले। अघि त खाजा नखाइ उखुको जुस खानु पर्थ्यो। अलि खाइहाले कि खाने? रानीले चाहिँ मास्क खोल्नु पर्यो अरे क्या? खाने? के चाहिँ? खानु त अघि जुस खाइसक्यो त नि। फेरि यहाँ अब बसेर हामी उखुको जुस खानुलाई चाहिँ राजाको सवारको लागि चाहिँ रानी
बिचको जङ्गलमा हामी उखुको रस खान लागिरहेको छौँ अब यहाँ उखुको रस कि उखुको जुस ल अनि मेयरहरूको साम्बाङ सिटी हेरौँ त कति राम्रो बनाएको छ बाटो बाटोमा रोकेर जुस खानु कम्ती रमाइलो हुन्छ कम्ती मिठो हुँदैन गाडी